आजको रचना सिमरन घतानेजीले लेखी पठाउनु भएको तारा शीर्षकको निकै नै मार्मिक रचना रहेको छ। म यसलाई वाचन गर्ने कोसिस गर्दछु। रचना यसरी सुरु हुन्छ। तारासँग जान देऊ न मलाई, तारासँग जान देऊ न मलाई, जुन त कहिल्यै मेरो आफ्नो थिएन। तारासँग जान देऊ न मलाई, जुन त कहिल्यै मेरो आफ्नो थिएन। सिरानीमा टाउको छुवाउँदा आउने सपना भन्दा, सिरानीमा टाउको छुवाउँदा आउने सपना भन्दा मलाई त भयानक विपना मनपर्छ। कल्पना त कहिल्यै आफ्नो हुँदैन रे नि है, कल्पना त कहिल्यै आफ्नो हुँदैन रे नि है। ए तारा, तिमी सारा संसारलाई त्यति टाढाबाट मात्रै किन हेर्छौ? ए तारा, तिमी सारा संसारलाई त्यति टाढाबाट मात्रै किन हेर्छौ? अलि नजिक आउन, जुन जस्तै तिमीलाई अँगाल्ने त म छँदैछु नि। अलि नजिक आउन, जुन जस्तै तिमीलाई अँगाल्ने त म छँदैछु नि। थाहा छ तिमी जस्ता धेरै छन्, तर नडराऊ त्यो सत्यबाट। तिमी जस्तो हुनु र तिमी हुनुमा फरक छ नि। त्यो देखेका सारा सपना हाम्रा होइनन्, मेरा रहेछन्। तर अझै पनि बादल सम्झाउन त म छँदैछु नि। आउन ए तारा, थोरै नजिक आउन, ए तारा, थोरै नजिक, जहाँसम्म मैले मेरो सपनालाई साससँगै बेरी पठाएको तिमीलाई महसुस होस्। मेरो यो अपूर्ण अस्तित्व आउन तिम्रो दागले पूर्ण गरिदेऊ। मेरो यो अपूर्ण अस्तित्व आउन तिम्रो दागले पूर्ण गरिदेऊ। म तिमीसँगै जान चाहन्छु। ए तारा, मात्र तिमीसँग, जहाँ मैले पाइला राख्दा माटो होइन बादल मेरो होस्। लैजाऊ है ए तारा, है तारा, म तिमीसँगै जान चाहन्छु। ए तारा, मात्र तिमीसँग, जहाँ मैले पाइला राख्दा माटो होइन बादल मेरो होस्। लैजाऊ है ए तारा, है तारा। धन्यवाद। तपाईहरूले यसभन्दा अघिल्लो हप्ता प्रस्तुत गरिएको कसरी हुन सक्छ शीर्षकको कविता सुन्नु भएको छैन भने कृपया यो भिडियो गएर हेरिदिनु होला। म त्यहीँ भेटिनेछु।